पहाडको डल्ले खोर्सानी हो यो झापाली यो चाहिँ झापाली हो झापाली कान्छाहरू हेर्नु यहाँ मालहरू हेर्नु न यहाँ परलौका मालहरू हाम्रोमा छ है सम्पर्क गर्नु होला ओ दुईटा अम्बक रहेछ ओइ लुङ्गे पुस्का मेरो लुङ्गे पुस्का के हो राई माइला काक्रा ए राई जेठा र अन्तर ल राम्ररी जाऊ शुभ यात्रा यस्तो छ है भारी लौका यो चाहिँ लौका गाउँघरको पापा पनि यही हुनुहुँदो रहेछ यो चाहिँ काँक्रा खोज्ने तरिका हो यो चाहिँ यस्तो राम्रो माल नचिनेको माल नचिनेर हो क्या माल चिनेर हेलो एभ्रिवान वेलकम आज चाहिँ मेरो ब्लग पुरा स्वास्थ्य सुन्दर वातावरण भएको गाउँबाट सुरु भइरहेछ भर्खरै उठेको छु म यस्तो छ मेरो अवस्था चाहिँ बाइक पुरा छोपेर बन्दोबस्त गरेर मर्मत गरेर राखिरहेको छु किनभने पानी पर्न सक्छ त्यही भएर पानी पर्ला जस्तो भइरहेछ कम्मर माथि पटुकी माथि घाइला चट 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 ल हेर न धानहरू यस्तो भइरह पानी नपरेर अब पर्यो भने चाहिँ राम्रो हुन्छ बाख्रा कराइरहेछ पछाडि कराइरहेछ होइन कराइसिनु भएको छ अब उनीहरूलाई पनि भोजन गराइसिनुपर्छ अब यहाँ एक बेला तातो पानी खाएर चाहिँ ठहरै भएर लाग्नुपर्छ बाटो अनि यो अमिलो छ कोसेली त्यही हो अब उठ्नु बित्तिकै हातमा फोन राख्यो के भएको यस्तो ओइ उठ्नु बित्तिकै कपी कलम हो कि फोन हो हातमा हामी चाहिँ क्या कोकोनट पानी खानु हिँडेको कोकोनट वाटर खानु डायमन्ड हराएछ डायमन्ड हरायो डायमन्ड हरायो एउटा रुद्राक्षी रुद्राको अलस तलस पारेको ओ यहाँ हेर न यो सेम कुरा यो र यता फर्क त यहाँ सेम देखाउनु लाग्छ कि होइन फेरि पैसा थपो भन न हेर्दै होइन है केटाकेटी हो अब नभन त्यस्तो अस्ति मलाई ठोकेको छ नि फेरि जुका टाँसिएर यहाँ छ कोकोनटको ट्री कति धेरै किनेर खानुपर्ने हुन्छ यहाँ अर्ग्यानिक छ त्यही भएर अब हामी चाहिँ भिडियो बनाउँछु हेलो गाइज ब्लग बनाएको यो सुमिनको ब्लगमा वेलकम छ मलाई प्लिज यो सुमिन त यस्तो धनी भएको छोरी हो यस्तो जग्गा जमिन छ भने सम्पर्क गर्नु होला हेर्ने के हेर्ने एउटा मात्रै झारिदिनु भयो दुईटा हो दुईटा झारेको आमामा चारवटा यहाँबाट झऱ्यो चारवटा एउटा फुटेको नि परिलो हुन्छ नि त त्यसको चारु पानी मात्रै खानु मिल्छ नि छैन भित्र हेर यहाँनिर कोकोनटलाई यसो इल्लु गर भन्छ नरियलको पानी पनि खानु पाउँछ ल हिँड है इल्लु बिल्लु नगर अम्बक पनि झर्दैछ त है छैन अम्बक पाकेको खोइ ओइ अम्बक तिमी झार्न सक्दैनौ यहाँ अम्बक छ यो फुटेको रहेछ पानी कति गरम पो रहेछ नि पानी कस्तो छ यहाँ सबजना अगाउँछ आज पानीले नै
यो किन्नु पर्यो भने कम त महँगो पर्छ 120 220 पर्छ नि सोधेको नि 100 पैसा 200 भएर ए ल ल मेरो घरमै छ ल भनेर कोकोनट वाटर खाने सल्लाह त्यो त उयो खान्न मलाई चाहिँ पानी चाहिँ मनपर्छ एउटा लौका फलिरहेछ यहाँ चाहिँ लौका कस्तो मजाको फलेको साह्रै मन परेछ कसैले हेर्नु यो रुद्राक्षीको बोट करोडौँको मालहरू पनि खै बिक्री हुँदैन रुद्राक्षी पनि धेरै टाइपको हुन्छ नि त यो कुन खालको कति मुखी अनुसारहरू हेर्नु अब यहाँनिर नगर न यहाँ पर्ने हो कि सबैले हाम्रो हाम्रो भन्दै बोकेर लगेको म चाहिँ के खानु हौ चुइसक्यो पानी नखाएर जा उयो गिलास लिएर आऊ जाऊ अहिले कफी खाएको गिलास राख्न लिएर केटाकेटी यहाँ चाहिँ टोबो छ यी टोबो फुट्यो नि कति मजाले फुटेको कलिले त नरम हुन्छ नि त नि कसैले गरी निस्क्यो त नि खाने छ हौ झर्नुको लागि नि झर्दा नि यो हेर्न यिनीहरू त यस्तो यस्तो एकवटा लिएर आयो त एकछिन यहाँ पहिला लगाऊँ न मलाई नै तँलाई आम्मामा एकभरि भइगयो यार दाल धेरै पो रहेछ त ठिक्क पानी खानेर भएको थियो यस्तो दामी भएछ एकछिन रोक न मलाई चाख्न देऊ पहिला कप भयो एउटाबाट 2 कप निस्क्यो है उयो डबिन लिएर आइज न सुम्नि जा मिठो रहेछ त्यो मैले धोएर घोप्टाको सेतो नरिवलको पानी राख्ने लगेको हेर बढ्दैन त्यसो गरेर आफूले ओर्नु हुँदैन अब यो बढ्दैन म चाहिँ यो लिएर आइरहेको छु पखालेर आउँछु यसले चोरेर खाएर सिधाइसकेछ ऊ यहाँ जम्मा पो गर्ने भनेको त निङ्साको भाग सक्यो है तिम्रो अब ठिक्क बेला झारीमा आएछु होइन तेल पनि गरेको हो यो पनि यहीँ हालौँ कोकोनट ओइल पनि हुँदो रहेछ कोकोनट ओइल हुन्छ त यहीँ यति भयो है हाम्रो चाहिँ किनेको भयो त यो त कति पो जाने थिएछ ए 3 टाल त भरिने रहेछ क्या हो एउटा प्लास्टिकमा हालेर लैजान्छु अब मम्मीले लाग्दैन अस्ति भन्दै थियो कसलाई झार्ने गर नि ला अलिक पर भाग है अलिक पर भाग छिटो भेटाइहालेको कस्तो राम्रो बेलामा भएछ वही हेर न यहाँ ठिक्क बेलामा झारीमा एक भरि छ हौ यहाँ नरिवलको पानी त एक भरि छ यसो साह्रो भर्यो फिनिस गर्नु भएर उसले त खाइसक्यो पो लु यो हाम्रो चाहिँ बाँड्दैछु मै आफ्नो भाग लगाउँदैछु यो कसको कप हो यहाँ फ्रिजको होइन नेचुरल भइरहेको छ यहाँ चेयर्स गरौँ न त यता नानी चेयर्स गर्न आऊ न यहाँ चेयर्स गर यहाँ चेयर्स गर न हेरि पो रहेको छ लु मिठो भयो दामी भयो ठिक्क बेलामा के मैले झारीमा एउटा छ एउटा पनि फुटाएर अनि यहाँ बोतलमा हालेर घरमा लगिदिन्छु म मम्मीलाई लगिदिने हो यो चाहिँ खेर फाल्नु हुँदैन नि यस्तो राम्रो त नि यो किन्यो भने त कम्ता महँगो छ नि कति महँगो पर्छ 250 पर्छ यो त ठुलो छ भनेर तर यहाँ पानी धेरै हुँदैन अब ऊ पर खोला पनि हुँदैछ अलि दिन खोला त पैसाहरू केही छैन उयोतिर सब्जीहरू खेततिर खै कुन त टिपेर जाने ऊ त्यहाँ 2टा अमक लाग्दै त मिमीहरुले कहाँ छ ओ हे हो रहेछ त नि यहाँ ओ 2टा अमक रहेछ ए दे ओइ लुङ्गी पुस्के केटीको चाहिँ पानी हेर्नु नि छिपेको पनि हेर्नु न अम्बक टिप्नु गएको लुङ्गी फुस्केर झन्डै बेइज्जत भयो उसको चाहिँ लुङ्गी वालीको यो अलिक रसिलो अलिक थोरै हुन्छ यो चाहिँ रहेछ किनभने त्यहाँ दिदी छ नि त गाउँघरमा बस्नुको मजा चाहिँ बेग्लै हुन्छ अर्ग्यानिक कुराहरू लोकल अम्बक हो मिठो हुन्छ ल भयो यो पनि लगिदैन कसैले खाँदैन ल कौशलले होइन मिमीहरूले खान्छ होला क्या किनभने मान्छेलाई अलिक चिज हुन्छ यो चाहिँ किनभने उयो हुन्छ क्या कलिजल हुन्छ त्यति नै हो एक जग हुने रहेछ नि एक बोतल हुने रहेछ सङ्गीताले घिरौ ल्याएको छ हिजो लैजाऊ भने ए लैजानु त्यसो मलाई साह्रै मनपर्छ मन पर्दैन क्या ठिक्कको भयो केटी वाउ हेर न 1 सेर
यसले त जुस त अर्ग्यानिक आज अर्ग्यानिक 1 लिटर दुध पाएँ मैले त 1 लिटर हेर्छ 1 लिटरको बोतल हो नि त यो के पनि लाग्दैन कौशले पनि खान्छ सायद अलिकति पनि म फ्याल्न मन लागेन किनभने नि यो साह्रै मन पराउँछ क्या गर्नु आएन कस्तो नराम्रो देखेको होला छिका राम्री आफ्नो मात्रै हेरेर के देखाएको यतानिर अर्काको टाउकोहरू आएको थाहा छैन यसरी हो क्या यहाँ अब चाहिँ राम्रो हुन्छ 1 मा राखेको रहेछ अनि अब सब्जीहरू खोजखाज पार्नुपर्छ है तिमीलाई घिरौला मन पर्दैन म त कस्तै मनपर्छ मलाई पनि मनपर्छ हाम्रो घरमा टन्नै छ जुत्ता चाहिँ त्यहाँ लाएर ठुली भएर लड्छ लड्छ किन हतार गर्नु पर्नु अनि सबभन्दा जेठो अल्गो हुन्छ त्यहाँदेखि अलिकति अलिकति हुन्छ नि यसलाई दिउँ त्यहाँ हाल्नु अब तिमी याद गरिगर न म चाहिँ अब हामी चाहिँ सब्जी खोल्नु लाग्यौँ है अब ऊ हाई बाई होइन हाई अब हामी सब्जी खोल्नु लाग्यौँ बारीतिर ल अब यहाँनिर सबै हाल्ने हो सब्जीहरू भेला गरेर लाने हो 2 जना केटीहरू त्यहाँ टिप्दैछ सब अर्ग्यानिक अर्ग्यानिक सब्जी लगेर खाने हो आज त के हो राई माइला काँक्रा ए राई जेठा र अन्तर फलेको कहाँ चाहिँ छ काँक्राको बोट उसले त केही देख्दैन चस्मा चाहिँ किन नलाएको त लाग्दो राई माइलालाई मात्रै चिन्नु सबै चाहिँ जेठा माइला साइला नरिसाउनु होला यो चाहिँ हाम्रो अर्ग्यानिक घरैको बोडी यसरी खानुपर्छ अर्ग्यानिक अर्ग्यानिक लगेर हो यो पनि दिउँ न सुम्नी राम्रै हुन्छ यो मिटरे बोडी त मुनि भुइँ मिटरे बोडीहरू नामै मिटरे 1-1 मिटरको रहेछ नि अलिअलि मिठो हुन्छ क्या त छिट्टो ग्राम हुँदैन आजको 1 छाक जति भइहाल्यो है अब यस्तो छ घिरौला बारीमा हिँड न अब घिरौलाहरू टिप्नु एउटा त्यहाँ छैन होला यहाँ देखाइदेऊ त यति भयो यी हाम्रो वाउ हेर्नु न एकछिन यहाँ मालहरू हेर्नु न यहाँ करोडौको मालहरू हाम्रोमा छ है सम्पर्क गर्नु होला ओ हेर तिमी खोज्दै भयो उहाँ सुकिरहेको यो समात न यहाँ खोर्सानी टिप्छु बोक्सी लु टिपन त डल्ले खोर्सानी हेर न कुन खालको झापाली डल्ले देखाइदिँदा त झापाली डल्ले नाम चाहिँ डल्ले तर हेर न यहाँ फेरि यहाँ चाहिँ हो त डल्ले बोट हो नि त नि दिदी तर कसरी झापाली डल्ले चाहिँ यस्तो हुन्छ है हाम्रोतिर पहाडे चाहिँ डल्लो हुन्छ यहाँ यस्तो चाहिँ यसलाई भने चाहिँ डल्ले खोर्सानी पहाडे यस्तो हुन्छ पहाडको डल्ले खोर्सानी हो यो झापाली यो चाहिँ झापाली डो झापाली कान्छाहरू उ त फेरि साह्रै चिन्छ त फर्क त उसले राईमा लिएर के अरे झापाली कान्छा जेठा साह्रै मजाले चिन्ने मान्छे चाहिँ उयो है फेरि के आयो र यो चाहिँ काँक्रा खोज्ने तरिका हो यो चाहिँ अब कति भयो यहाँ हाम्रो घिरौलाको मुन्टा के भन्छ मुन्टा यहाँ काँक्राहरू छ घिरौला बोडी खोर्सानी कति हो कति किनेर त खुब त्यस्तो पाइन्थेन र नि राम्रो हुन्छ नि त्यो त बोक न उयो कस्तो 5 स्टार होटलहरूतिर यस्तै त राखेको हुन्छ त यी यस्तो राम्रो माल नचिनेको माल नचिनेर हो क्या माल चिनेर नत्र त यो माल त एकदम राम्रो हो नि यस्तो गेडाहरू हेर्नु न त्यो गेडा नछर न फेरि पलाउँछ त्यहीँ उम्रिन्छ ला कहाँ पठाउँछ मालहरू सबै झारी पठाए यार यो यस्तोहरूलाई त रोप्नु पर्दैन क्या आफै उम्रिन्छ त्यही भएर त नि अरू पनि छैन भुइँमा आफै झरिगएछ आया उसले आँखाभित्र पसाइदियो आजको यस्तै भयो अब यहाँ पनि छ मालहरू जता फर्के नि माल लडिरहेको यहाँ अब ग्यास उयो नपाएर यहाँदेखि दाउरा उसार्ने बेला भएको छ लगेर थपक पकाउने अब ग्यासै पाउँदैन नि त्यो भाग बन्डल गर्दैछौँ है अब उसले अमिलो हाल्दैछ हाम्रो सबै सब्जीहरू यहाँ हाल्दैछौँ के हो अमिलो तिम्रो घरमा को खान्छ खान्छु त नि हाल फेरि चिया खानुपर्ने हुन्छ खै केटी चेस गरौँ त ल एकचोटि अब खाएपछि चाहिँ अब चाहिँ लाग्नुपर्ने हुन्छ राति अर्कै ब्रान्डको खाइन्छ बिहान अर्कै ब्रान्ड सुनिस् चारो
बेलुका अर्कै ब्रान्ड अरे बिहान अर्कै ब्रान्डै चेन्ज भएछ एउटा यही हो नि त डाइटहरू अब भरे गएर जिममा 2 चोटि हान्नुपर्छ रहेछ म त दुध चिया भनेर उयो कमिला त ठहरै पर्छ हौ केटी हौ आउँदैछ त टाउकोमा 2 चोटि भइसक्यो मैले एउटा यस्तो त कदम थरै बनाउँछ टोक्यो भने त कदमको बोट हुँदाखेरि मात्रै माइने हुन्छ क्या सुपारीको रुखहरू हो भित्रभित्र अमिलोको रुख छ लेमन अमिलो हामी चाहिँ जाँदैछौँ लौका टिप्नलाई लौका खोइ एउटा मात्रै रहेछ अनि लौका टिपेर लाग्छौँ घरतिर भोक लाग्यो आज त खाँदैन उसले लौका सौका के खाँदैन मासु मात्रै खान्छ बरुभन्दा मोमो बनाउनु मिल्थ्यो होला हौ ओइ भरै बनाएर खाऊँ न त आइज त्यसो भए ल लौका यो चाहिँ लौका गाउँघरको पापा पनि यही हुनुहुँदो रहेछ त ला उयो खोर्सानी हेर्न चारो सबै बोक्नु भुँडी कटाएको छ नि भोक लागिसक्यो अघि त टन्न भयो त्यस्तो अनि त्यो त अनि अघि एकचोटिमै यहाँ माथि पनि रहेछ चारु सानो छ नटिप्नु होला ल बसी खानु है गयौँ हेर एउटा दुईटा तिनटा छ खाइसक्छौ नि यत्रो सब्जी कहिलेमा कहिले पो खाइसक्छु अरे सजन खान्छ होला छिटो छिटो लानु पर्ने सजन खानेछ कति भर्खर 8 बज्दैछ राम्ररी जाऊ शुभ यात्रा यस्तो छ है भारी टाममा कसरी जाने हो ल हाम्रो अवस्था हो यो चाहिँ बाई बाई लु स्वाद भयो के लु यहाँ आइपुगिसक्यौँ अब बिर्सेछु पो अब उसलाई भोक लागेर खाना खुवाउँदैछ अलिकति खाना खाएँ अब हामी चाहिँ साथीकोमै गएर खाना बनाएर खाने भनेर मैले चाहिँ थोरै खाएँ अब म यहाँदेखि सायद अब लुगा चेन्ज गर्छु हिजोदेखिको यस्तै कुदिरहेको छु त्यस पछाडि चाहिँ ड्रेस चेन्ज गर्छु अनि साथीकोमा गएर हामी खाना बनाएर खान्छौँ म चाहिँ अब साथीको घरमा आइसक्यौँ अब हामी चाहिँ खानासाना बनाएर खाने लुगा पनि देख्न सक्नुहुन्छ टक्क लाएर चेन्ज भइसकिसक्यो अब यहाँ खाना बनाएर खाने बिहानको 11 बजिसक्यो कुद्दा कुद्दा यस्तै हुन्छ कि काम पनि छैन फुर्सद पनि छैन के भएको यस्तो बाइक मेरो टन्टलापुर घाममा छ कति मन कटक्कै खान्छ नि के गर्नु र आफूलाई पोले जस्तै हुन्छ क्या बाइकलाई पोल्दा पनि त्यही हो अब यहाँनिर साथीको घरमा आइसकिसक्यौँ अब हामी चाहिँ खानासाना बनाएर खाने हो आज हाम्रो चाहिँ अब खाना पाक्दैछ अब खाना पाकिसकेपछि खाने बेलामा भेटौँला मैले चाहिँ खानासाना बनाइदिएको लाग्दैछ यहाँ अब खानु मात्रै बाँकी छ धनियाँ हालेर उसले त्यसै बनाइदिएको जस्तो गरिरहेछ हाम्रो चाहिँ खाना पाक्यो यो चाहिँ घुङ्गी अरे नानाले ल्याइदिनु भएको रहेछ यो चाहिँ उसले खान्छ होला म कहिले जिन्दगीमा खाएको छैन अब हामी चाहिँ खाँदैछौँ ल यस्तै हो अब विदेशमा कता कता हुन्छ थाहा छैन यो त माल त मिठो भयो यो हातले बनाएको कति चाहिँ मिठो बनाउँछ होला त हिरोनी टक्क लगाएर यस्तो ब्युटिफुल भएको छ कि ब्युटिफुल हिरोनी खै यता हेर हेर चस्मा चाहिँ लगाएर हेर न त नि ब्युटिफुल ब्युटिफुल यस्तो दाँत दुखिरह बुझ म अब तिमी हिरो नै देखेको छौ म्याम साहबको एन्ट्री भयो है ल आम्मा मोमो खै यता हेर्दा एकचोटि क्युट क्युट ल आम्मा लभ बनाएको लभ ओहो अरे अरे स्कुटी कुदाएर जान्छ कि क्या आफै आउँछ चलाउनु ल चलाउ त यतै हिँड सिधै अगाडि ल यस्तो ब्युटिफुल भएर त नि यता हेर्दै एकचोटि मैले चाहिँ यत्रो धेरै घाम टन्टलापुर भएको भएर बाइक पनि ऊ तल पुऱ्याएको छु अब हिँड लेफ्ट राइट लेफ्ट गर्ने हो भने
म्याम कहाँसम्मको यात्रा होला म्याडम म्याडम कहाँसम्मको यात्रा होला ऊ तल रुखको फेदमा शीतल छ क्या त्यही भएर मैले चाहिँ बाइक त्यहाँ तल पुऱ्याएर राखेको छु घाममा यस्तो चर्को घाममा अनि कस्तो माया लाग्छ के गर्नु मुटु हो नि यस्तो रुखो यहाँ रुखको फेदमा लिएर राखेको छु मेरो बाइकलाई अब हामी चाहिँ यहाँदेखि लाग्छौँ टक्क लाएर बजारतिर जाने हो आजको दिन त यस्तै यस्तै भयो घुमेरै सकियो अब त स्टप गर न कति चाहिँ भ्लग पनि गर्छ हौ अनि कहिले स्टप गरेर चाहिँ कहाँ हुन्छ त नि दुई न माका भुसुडी हाम्रो चाहिँ यहाँ सपिङ पनि भइसक्यो एउटा चाहिँ मेरो ब्यागमा छ एउटा चाहिँ यहाँ छ मन परिहाल्यो यस्तो हेरेको हेर्न आएको मन परिहाल्यो त्यो भएर लिएँ उयो छिर्ने हो है अब हामी चाहिँ जाँदैछौँ अर्को दोकानमा अब त इन गर न हाम्रो नमुना मार्केट उसले चाहिँ मलाई भ्लगै बनाउनु दिँदैन दुम्सीले फेरि कराएको करा गर्छ यो चाहिँ हाम्रो नमुना मार्केट हो नमुना मार्केटको भिडभाड वाउ हेर त केही छैन ब्लगमा मेरो फेभरेट हो यो पनि यो त मेरो फेभरेटै हो झन् के गर्छ र अब त्यस्तो कम त छैन यहाँ तर त्यहाँ मेरो पनि लुक देखाइदिउँ एक नजारा अब यहाँदेखि पनि सेक्सी सेक्सी कुराहरू ल्याइसक्यो अब यहाँदेखि पनि हामी घरतिर लाग्छौँ मेरो पसलको सामानहरू किन्न आएको छु अब पसलको सामानहरू किन्छु त्यस पछाडि घर जान्छु ल गाइज आजको दिन के कसरी बिताएँ भनेर सबै कुरा मैले भ्लगमा देखाइ नै सकेँ अब आजको लागि यति नै अब गुड नाइट बाई प्लिज सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला है त बाई बाई